हिजो हामीलाई फाँसीको सजाय दिनुपर्छ भन्ने मान्छे आज तपाईँको आदेश गर्दै हिँडिरहेका छ। एकछिन जोसुकै होस् न, एकछिन परिकल्पना गरौँ न, त्यो चित्रले मान्छेलाई कति तपाईँको चाहिँ उद्वेलित गर्छ होला। एकछिन कल्पना गरौँ त, जो मान्छेले यो गणतन्त्र ल्याउनको लागि आफ्नो जीवन दिएको छ, परिवार दिएको छ, त्यसो घरमा खानी बस्नेको ठेगान छैन कि। जो मान्छे हिजो पनि शासक छ त्यही फर्केर आइसक्यो नि त आज फेरि। अब हुँदा हुँदा त्यही मान्छेले फेरि आदेश दिने बेला भइसक्यो, गोली हाल्ने, त्यही मान्छेले शासन चलाउने बेला हुन थालिसक्यो। एकछिन यो भावनाको पाटो जस्तो मात्रै होइन, यथार्थ कुरा हो के। एकछिन यताबाट हेर्नुहोस् त, आर्थिक जीवन त झन् तल गएको यो मान्छेको त, जनताको त त्यस्तो भयो नि त। त्यस कारण त्यो जो भन्यो नि त, यो अन्तर्विरोध एउटा चाहिँ नेपालमा व्यक्त भएको छ क्या। यो राम्रो पनि हो, किनकि यसलाई हामीले कुनै मान्छे विशेषमा दोष मात्रै दिएर पनि हुँदैन, पार्टी पनि हो, नेताहरू पनि हो, तर राज्यको संरचना नै अधुरो छ कि नेपालमा। जनतातिर फर्केका राज्यका संरचनाहरू बनेका छैन। अब अहिले कर्मचारीको कुरा आउँछ, कर्मचारीले भन्छ कि नेताले गर्दाखेरि गरेको छु भन्छ। यहाँ हाम्रो वज्राचार्यले भन्नुभयो कि कमिसनको कुरा त मन्त्रालयमा बाँडफाँड हुन्छ, यो कुरा कोहीले भनिराख्नु भएको छ। तर कर्मचारीलाई म सोध्छु, उहाँले के भन्नुहुन्छ भने नेता आउँदा भोलिपल्ट मन्त्रीले आदेश दिन्छ यतिले भनेर, म के गरौँ भन्छु कि। गरेन भने टिपेर कहाँ फाल्ने हो होइन। यतिसम्म छ कि अहिले आतङ्क यतिसम्म छ कि मेयरको आतङ्कसम्म पनि छ कि। मेयरले भने मानेन भने कर्मचारीलाई भोलि बिहानै कहाँ पठाइदिन्छ भन्ने तल गाउँघरमा। हामी त सत्तामा छैनौँ, हामीलाई सबै कुरा भन्छन् मान्छेहरूले। यसले के देखाउँछ त भन्दाखेरि यो यसले उसलाई देख्न हामी सक्छौँ, काङ्ग्रेसलाई पनि भन्न सक्छौँ, माओवादी एमाले अथवा नयाँ शक्ति हामी एमाले सबैलाई भन्न सक्छौँ। तर मेजर कुरा के हो त भन्दाखेरि नेपालको राज्य नै जनतातिर फर्किएको छैन क्या। यहाँ जनजातिले पनि त्यही भन्छ, पहिचानकै कुरा समेटिएन, त्यो कुरा सही हो होइन। हामीले तपाईँको जनयुद्ध लड्दाखेरि त जेसुकै भने पनि स्वायत्त प्रदेशहरूमा त सम्बन्धित जातिकै मान्छेहरू नेता थिए नि त। हाम्रो त्यति बेला प्रमुख हुन्थ्यो, मगरात प्रदेशको प्रमुख मगरातै हुन्थ्यो, हाम्रो किराँतको प्रमुख किराँतै हुन्थ्यो, मधेसको मधेसै हुन्थ्यो। त्यो कुनै काल्पनिक कुरा त हामीले गरे भने नि महिलाहरूको 40% हिस्सा त सुनिश्चित थियो, त्यही हुन्थ्यो, त्यो कुरा हो। तर अब एउटै डालोमा हाल्ने जस्तो भइसक्यो। अब त तिमीहरू पनि उयो भन्दाखेरि मान्नुपर्ने जस्तो पनि भइसक्यो, या सुन्नुपर्ने भइसक्यो नि हामी। किनकि अहिलेको राज्यमा एक्चुअली आउँदाखेरि त अहिलेको राज्यमा त त्यो त छैन भन्दाखेरि जनजाति सन्तुष्ट छैन, मधेस सन्तुष्ट छैन, त्यसले जता पनि तिर चलाउन मिलेको छ। र हुँदा हुँदा यसैमा म के भन्छु भने वैदेशिक चलखेल नेपालमा यति धेरै छ, सबै सचेत हुन जरुरी छ। मान्छेलाई तपाईँको बोरामा पैसा हालेर पार्टी खोल्ने समय आयो नेपालमा। मान्छेलाई विचार, आदर्श, मूल्य, सिद्धान्तको अर्थ छैन। राज्य एकले अर्कालाई आलोचना गर्ने। नेपालमा अहिले अराजकतावाद हाबी छ, लोकप्रियतावाद हाबी छ, उपभोगवाद हाबी छ, नागरिकहरू पनि अलमलमा छन्। सिद्धान्त गर्ने नेताहरू पनि त्यही गरेर पो हुन्छ कि त्यसैपछि दौडिरहेका छन् होइन। विचारको बहस गर्ने मान्छेहरू पनि त्यसैपछि, त्यो हुनेवाला छैन। त्यो जति हामी उपभोगवादमा दौडिन्छौँ, जति प्रयोगवादमा दौडिन्छौँ, जति हामी तपाईँको अराजकतावादमा फस्छौँ, नेपाल झनपछिसम्म डुब्ने मात्रै हो। वैदेशिक शक्तिहरू हाबी हुँदै जाँदा त के देखिन्छ त अहिले त भन्दाखेरि सबै आदर्शहरूलाई भत्काइदिने होइन, मूल्य मान्यताहरू भत्काउने, अनि यस्तो अराजकताको देश सिर्जना गरिदिने कि यो देशै नहराउने जस्तो हुन थालिसक्यो। हामीले ध्यान दिएनौँ भने त देशै रहन्छ कि रहने भन्ने कन्डिसन छ नि त नेपालमा होइन। नेपाल अर्को युक्रेन बन्न सक्दैन भनेर भन्न सकिँदैन नि आजको स्थितिमा। आजै पहिला प्रोक्सी वारको कुरा थियो हेर्नुहोस्, पहिला शीत युद्धमा इन्डाइरेक्ट वारको अप्रत्यक्ष युद्धको कुरा थियो, आज डाइरेक्ट आउन थालिसक्यो। अर्को आफ्नो समकक्षलाई सन्तुलनमा राख्ने अनि आफूले हान्नेतिर आइसक्यो। अब त युक्रेनलाई रसियाले हान्ने होइन, अब अमेरिकाले इरानलाई हान्ने, अथवा यस्तो यस्तो ब्यालेन्समा युद्ध गर्ने प्रत्यक्ष न्युक्लियर पावरहरू के अणुशक्ति राष्ट्रहरू प्रत्यक्ष युद्धमा सहभागी बन्ने विश्व हुन थालिसक्यो। त्यस्तो बेलामा नेपाल जस्तो देशले कति परिपक्वता अप्नाउनु पर्छ होला भन्ने ठुलो बहस छ। त्यसकारण आजको एउटा अन्तर्विरोध कस्तो लाग्छ भन्दाखेरि होइन, राज्यको पुनर्संरचना, अग्रगामी पुनर्संरचना एकदमै जरुरी हो। त्यसैले यो बहस चाहिँ यहाँ जो प्रवेश गराउनु भएको छ एकदम जरुरी छ। र हो कुरा के भन्दाखेरि पनि आधारभूत ढङ्गले एउटा सिद्धान्तको बाटो समातिएन भने कोही पनि पुगिँदैन। त्यो डेमोक्रेसीमा हो या सोसलिजममा हो। आज नेपाली जनता हामी हो, डेमोक्रेसी पनि नराम्रो कुरा त होइन नि, तर डेमोक्रेसीले संसारभरि युद्ध बाहेक अरू ल्याइरहेका छन् क्या। डेमोक्रेसी भन्ने तर क्यापिटलिजम, पुँजीवादले डेमोक्रेसीको राग त अलाप्यो, तर आजको विध्वंसको पछाडि पुँजीवादै छ। समृद्धि ल्याएर के गर्ने? गाजामा 10 तले 100 तले घर हालेर के गर्ने? इरानमा तपाईँको 100 तलाको बिल्डिङ बनाएर के गर्ने? सिङ्गापुरमा ठुला बनाएर के? त्यो त चाह्यो भने ध्वस्त खरानी बनाइदियो त फेरि। युक्रेनमा ठुला अपार्टमेन्टहरू बनाएर के गर्ने? पुँजीवाद त कस्तोमा गयो भन्दाखेरि 50 वर्ष निर्माण, 50 वर्ष ध्वंस, योमा चल्यो कि यो चक्रमा।
आफैले घर बनाइदिने, आफैले फेरि बम हानेर खरानी बनाउने, थोरै स्वार्थ निम्ति बित्तिकै योले कता लगिराखेको छ त भन्दाखेरि सोसलिजमको बहस एकदमै जरुरी भएर आयो। समाजलाई नयाँ पुस्तालाई हामीले एउटा सिद्धान्त र आदर्श फिलोसफीमा हामीले लग्न सकेनौँ भने एकदम तत्काल हा गरेर हुरीमा एउटा हावा मात्रै बग्ने खालको राजनीति हावी भयो भने नेपाल गतिहीन बन्नेवाला छ, निकासविहीन बन्ने खतरा छ। त्यसैले हामीले समाजवादी बहसलाई नयाँ पुस्तामा गर्न जरुरी छ। अब बाबुराम कमरेडले माओवादी कम्युनिस्ट आन्दोलनको कुरा त भने अहिले कम्युनिस्ट भन्नाले म त भएर भन्नुभयो, हाम्रो कुरा पनि हुन्छ होइन। र उहाँले लेखेका सबै थिसिसहरू म पढ्छु, हाम्रो छलफल पनि चलिरहेको छ होइन। त उहाँले जे विषयहरू अगाडि बढाउनु भएको छ सबैतिरबाट छलफल जो गरिराख्नु भएको त सोसियलिजम भने पनि समाज कम्युनिस्टहरूबाट धेरै टाढा त भएन, त्यो उही वरिपरि एउटा बहस गर्न सकिने विषय नै हो। त मेरो आग्रह त के थियो भने कम्युनिस्ट घेराभित्रबाटै नयाँ रिसर्च गर्ने दुनियाँ हो आज। कि त पुँजीवादीहरूले नै गर्नुपर्छ त्यो समाधान, कि त कम्युनिस्टहरूले नै गर्नुपर्छ, हाम्रो चाहिँ त्यो छ। कि त सोसियलिस्टहरूले नै गर्नुपर्छ यसको समाधान। अहिले चाहिँ अझै बाबुराम कमरेडले त्यसको बिचबाट एउटा नयाँ धार निर्माण गर्न खोज्नु भएको छ, त्यो बहस हाम्रो छ हामीले। तर त्यो कुरा कम्युनिस्टै भएर गर्न सकिन्छ नि, मेरो कुरा त्यो छ कि हेर्नुहोस् है हामी। किनकि उहाँहरू त एकदमै सचेत ढङ्गले कम्युनिस्ट मुभमेन्टमा लाग्नु भएको, यो कुरा उहाँले जो ल्याइराख्नु भएको छ अहिले नयाँ शक्तिको कुरा, या नयाँ शक्ति भनेर त अमूर्त जस्तो भएन कि उहाँले आर्थिक क्षेत्रमा, दार्शनिक क्षेत्रमा, त्यस्तै सामाजिक क्षेत्रमा जो मान्यताहरू ल्याउन खोजिराख्नु भएको छ। अहिले हामी अध्ययन गर्दै जाँदा हाम्रा पनि कैयौँ कुराहरू हामी त्यही पुगेका छौँ, अथवा हामी अध्ययन गर्दै त्यो कैयौँ कुराहरू नयाँ ठाउँमा हामी पुग्दैछौँ। त यी कुराहरूलाई गर्नको लागि हामीले एउटा जग चाहिँ बनाउनै पर्छ होइन। हामीलाई जनताले त्यही भन्छ, हाम्रो कार्यकर्ताले त्यही भन्छ, आन्दोलनले त्यही भन्छ, नेपालको अहिलेको राजनीतिक आन्दोलनले त्यही भन्छ। त्यसकारण यो बाबुराम जस्तो व्यक्तित्व होइन, दुईवटा दायित्व छ, अहिले विचारक भएर बस्ने कि होइन राजनीतिज्ञ हुने भन्ने कुरा पनि यहाँ छ के। मोहन विक्रम कमरेड, किरण कमरेडलाई उहाँहरू कम्युनिस्टै हो नि, तर विचारक भएर बस्ने कि राजनीतिज्ञ हुने। नेपालको अहिलेको स्थिति के देखाउँछ भन्दाखेरि युवा पुस्तामा हेर्दाखेरि विचारक मात्रै भएर पुग्दैन, राजनीति पनि सँगसँगै ह्यान्डल गर्न जरुरी छ। त्यो गर्नको लागि जनताका मनोविज्ञानहरू अहिलेको आन्दोलन चुनौती छन्, त्यसको बिचबाट सोच्नुपर्ने कुराहरू यहाँ थुप्रै छ। त्यसकारण राज्य एउटा सङ्क्रमणमा छ, यो सङ्क्रमणलाई समाजवादतिर लैजाने गरी सामन्तवादको अवशेषहरूलाई राज्यका अङ्गहरूमा काट्ने र अहिले दलाल पुँजीवाद छ। हाम्रो विश्लेषणमा एकातिर पैसा थुप्रो लागेर बसेको छ होइन, ब्याङ्करहरूले लगानी गर्ने ठाउँ पाएका छैन, तर मध्यमवर्गीय व्यवसायहरू टाट परिदिएका छन्। 1,56,000 मध्यमवर्गीयहरू अहिले कालो सूचीमा छन् नेपालमा। म त्यसैगरी अन्तर्क्रियामा जाँदाखेरि एउटै सहरमा 500 देखि 1000 जना मध्यम खालका व्यवसायी साथीहरू कालो सूचीमा छन्, चल्नै नसक्ने के। र व्यवसायीहरू 2 करोड 4 करोड 8 करोड 10 करोडको मालिकहरू अहिले सडकमा जाने स्थिति बनिरहेका छन्। उनीहरूको उद्धार गर्ने संस्था छैन, राज्यलाई मतलब छैन, सुकुम्बासीहरूलाई बास राख्ने ठाउँ छैन। अब साउनको महिनामा सुकुम्बासीको घर भत्काउन राज्य डोजर लिएर हिँड्छ कि, यसलाई लाज पनि छैन कि। यति निर्लज्ज छ यो राज्य। र शासक भएपछि कति अन्ध हुन्छ मान्छे भन्ने कुरा होइन, मजाले नेपाल एउटा उदाहरण छ कि अहिले यस्तो देखिन्छ नि त। तिनै जनताको भोटले जितेर आउँछन् तर त्यसै घर भत्काउन हिँड्छन् कि। यिनीसँग के पनि हिम्मत छैन भन्दाखेरि नेपालका सुकुम्बासीहरूलाई एक्चुअली दिउँ त बस्ने बास दिउँ त भन्ने हिम्मत पनि छैन। अनि सबैले युवाहरू विदेश गयो भन्छन् कि, तर राज्यले नीति र कार्यक्रम के ल्याउँछ भन्दाखेरि विदेश जाने युवालाई बिना भित्र ऋण दिने हुन्छ। हेर्नुहोस् है, सहुलियतमा ऋण दिने भन्छ, यो के भने यो। त्यसकारण हामी के देख्छौँ भने यस्ता विरोधाभास भने राज्य संयन्त्र नै दलालमा बदलिन खोज्दैछ कि। हामी सचेत भएनौँ भने दलाल पुँजीवाद नेपालको एउटा ठुलो समस्या बनेर आएको छ र त्यो कुरालाई निर्ममतापूर्वक भन्न जरुरी छ। मैले यति कुराहरू चाहिँ यहाँहरूसँग राखेँ। अब नयाँ वैकल्पिक शक्ति अवश्य चाहिन्छ। एउटा ठुलो साइकलमा हामी घुमिरहेका छौँ र त्योबाट जनता वाक्क दिक्क देखिन्छ नेपालमा। एउटा साइकल चलिरहेको छ हाम्रो आँखा अगाडि। अब 6 महिनापछि 1 वर्षपछि के रिजल्ट आउँछ राजनीतिमा भन्ने हामीलाई राम्रोसँग थाहा छ। को मान्छे आउँछ र के हुन्छ भन्ने पनि हामीलाई राम्रोसँग थाहा छ। त्यसपछि के हुन्छ भन्ने नेपाली जनताको यो किसान मजदुरलाई पनि थाहा छ र त्यो पछि कोही आशावादी पनि छैन, उत्साही पनि छैन। पहिले नै परिणामहरू थाहा छन् जनतालाई नेपालको राजनीतिमा अबको 2 वर्ष। त्यसैले जनतालाई निश्चय पनि एउटा वैकल्पिक धारा निकास होइन चाहिएको छ, लिडरसिप सहित, नेतृत्व सहित होइन, जनताको एउटा ठुलो आशा सहित त्यो चाहिएकै छ। हामीले गर्नै पर्छ। म त के भन्छु भने होइन, करप्सन किन हुन्छ भन्दाखेरि करप्सनको पहिलो कारण के हो भने नेताले धरती छोडेपछि, शरम गर्न बिर्सिएर मालिक मात्रै बन्न खोजेपछि, शासक मात्रै बन्ने मनोविज्ञानले नागरिक बन्ने मनोविज्ञान निर्माण गर्न नसकेपछि नै करप्सनको स्रोत हो। आफूसँग भएका स्रोत साधनहरूलाई नदेख्ने,
अनि विदेशतिर मात्रै मुख ताक्ने कि विदेशतिरबाट हामीले ल्याउनुपर्छ, टेक्नोलोजी ल्याउनुपर्छ होला, ज्ञान ल्याउनुपर्छ, मानव जातिकै ती चाहिँ तपाईँको चाहिँ उपलब्धिहरू त्यसलाई हामी बाहिर बस्नु हुँदैन। तर नेपालमा मजाले जनतासँग रमाएर बस्न सकिने आधार स्रोत त हामीसँग छ त, त्यो पनि नगर्ने कि नेपालमा त। खानको लागि पनि मालिक कहाँ गएर हात थाप्ने होइन, 2 दिन बाँच्नको लागि पनि दूतावास र तपाईँको विदेशी एनजिओ आइएनजिओसँग गएर रियाल काट्ने, फुर्ती लाउने, उनका झोला बोकेर जनतालाई डाँट्ने होइन। यो जो खालको एउटा प्रवृत्ति नेपालमा चाहिँ हुर्किन्छ, परनिर्भर प्रवृत्ति, दलाल प्रवृत्ति, यसलाई हामीले निर्ममतापूर्वक ध्वस्त पार्नुपर्छ। भन्नुहोस् न, त्यो पार्न सकिँदैन भने होइन वैकल्पिक धार भनेर मात्रै पनि हुनेवाला छ। त्यसकारण हामीसँग श्रम छ, हामीसँग जमिन छ, वस्तुहरू छ, उत्पादनका साधन छन्, वस्तु छन् होइन। बाँच्न सकिने, मजाले नेपालीहरूलाई रमाउन सकिने आधार हामीसँग अहिले नै छ। त्यसको लागि हामीले कोही विदेशको मुख ताक्नु पर्दैन। बाँकी आधुनिकीकरणको कुरा, समृद्धिकरणतिर जाँदाखेरि चाहिँ फेरि होइन हामीले विश्वसँग अलग भएर पनि हुँदैन, विश्वसँग सहकारी पनि गर्नुपर्छ। यस हिसाबले सोच्दाखेरि कस्तो लाग्छ कमरेडहरू भन्नुहुन्छ भने एउटा राम्रो बहस जरुरी छ होइन। जो कमरेड बाबुराम भट्टराईले पहिलेदेखि छलफल गर्दै पनि आउनुभएको छ, हामी पनि त्योमा छौँ। र हाम्रो सोचाइ त के भने हामी त अब त्यो दुईवटा पार्ट छ, एउटा नेपालको अहिलेको तत्कालिक राजनीतिक आन्दोलनको हिसाबले सोच्नुपर्ने, तर कम्युनिस्ट भएर सोच्नुपर्ने धेरै कुरा छन्। हाम्रो पनि सोचाइ के छ भने हामीले दर्शनमै करेक्सन गर्नुपर्छ। हामी कम्युनिस्टहरूले हारेको चाहिँ राजनीति मात्रमा हारेको होइन, आर्थिकमा मात्रै हारेको होइन, हाम्रो फिलोसफीमा पनि कमजोरीहरू छ, हाम्रो दर्शनमै कमजोरीहरू छ, गम्भीर कमजोरीहरू छ। हामी समाजवादीहरूको पराजयको पछाडि वस्तुलाई बुझ्ने, समाजलाई बुझ्ने, मान्छेलाई बुझ्नेमा त्रुटिहरू छ। हामी यान्त्रिक टाइपको एउटा तपाईँको उतापट्टिको भौतिक विज्ञानलाई जसरी तपाईँको यान्त्रिक ढङ्गले समाज विज्ञानमा र यतापट्टि पार्टीहरूमा लागू गर्न खोज्यौँ, ती नियमहरूले ध्वस्त मात्रै पार्यो हामीलाई। भन्नुहोस् न, हामीलाई सृजनशील मान्छेहरूको निर्माण गर्नेतिर होइन, दासहरू या तपाईँको अनुयायीहरू मात्रै जन्माउनेतिर लयो। बरु अराजकै भए पनि, विध्वंसकारी नै भए पनि पुँजीवादले डेमोक्रेसीको नामले प्रतिस्पर्धालाई ठाउँ दिएको जस्तो हो। समाजवादीहरूले चाहिँ मान्छेको चाहिँ एउटा निजी विशिष्ट क्षमताहरू, त्यसका प्रतिभाहरू, सृजनशीलताहरूलाई चाहिँ कतै ठाउँ नदिएको जस्तो के। सृजनाशील काम गर्नको लागि पनि नेताको अनुमति चाहिने जस्तो जो स्थिति बन्यो, यो कम्युनिस्ट आन्दोलनको एउटा चाहिँ समस्या। त्यस कारण त्यहाँ फिलोसफीको छ, निषेधको नियम जो छ त्यो चाहिँ ठिक छैन, अनिवार्य 2 लाइनको सिद्धान्तमा त्यो ठिक छैन। त्यहाँ पनि हामीले सोच्नुपर्छ। स्वामित्वमा पनि जस्तो हाम्रो छलफल हुन्छ, यो सामूहिक स्वामित्व अहिले सम्भव छैन।